मौसम एकदमै खराब थियो। सेलेलेबाट मैले जे देख्नु पर्थ्यो त्यो केही पनि देख्न पाइनँ र राति हिउँ पर्यो माथि सेलेलेतिर र यता अलि यो माथि लेकतिर पानी पनि पर्यो। त्यस कारणले गर्दा मौसम खुल्छ भन्ने आश थियो, तर बिहान उज्यालो भएर हेर्दा चाहिँ मौसम खुलेको थिएन। एकदम डर लागिरहेको थियो, तर अलिअलि गर्दै मौसम मलाई धेरै बेर चाहिएको छैन, एकदमै थोरै बेर 15-20 मिनट बेस क्याम्प पुगेर मौसम खुलिदियो भने पुग्यो। तर तलबाट बादल उठ्दैछ। यो पारीको डिल कट्ने बित्तिकै ग्लेसियर छ र त्यो पारी सिधा हिमाल हो। हिजो हिउँ परेकोले गर्दा यो टाकुराहरू पनि हिमाल जस्ता देखिएका छन्। ओके, एकदमै राम्रो र सुन्दर देखिएको छ। बिहानको 9 बज्न लागेको छ। म बिहान 6 बजे हिँडेको। अब म रामझेर आइपुग्न लागेको छु। रामझेर 4700 प्लस हाइटमा रहेको ठाउँ हो। रामझेरबाट अनि 4600 हाइट होला रामझेर, 4700 प्लस चाहिँ ओक्ताङ कञ्चनजङ्घा साउथ बेस क्याम्प हो।